नमस्ते सबै साथीहरूलाई। तिहार पनि सिद्धियो अब। तर यो तिहारमा हेर्नुहोस्, हामीहरू तिहारमा हरेक वर्ष तिहारमा काजु किसमिस छोगडा नरिवल खुर्मानी, कसैले खुर्पानी भन्छ होइन, अजिर खान्छौँ। यो जे जति छ नि यहाँ नेपालमा खेती गर्न मिल्ने, खेती गर्नु भने वर्षमा कति चाहिँ नि हाम्रो चाहिँ पैसा जोगिन्थ्यो होला होइन। चाडबाड मनाउँदाखेरि अब हाम्रो त्यो संस्कारै भइसक्यो। जस्तो पहिला पहिला काठमाडौँमा हलुवावेद यति राम्रो फल्थ्यो। अब अहिले हलुवावेद कतै कतै पाइन्छ। हलुवावेद लगभग नेवारीहरूले चाहिँ, नेवारी कल्चरमा चाहिँ प्राय उहाँहरूले चाहिँ युज गरिरहनु भएको हुन्छ। उहाँको चाहिँ कतिमा अनिवार्य छ। त्यो पनि हाम्रो पनि चाडबाडमा जस्तो स्याउ सुन्तलाहरू हामी छ। तर एकदम यो चाहिँ हलुवावेद पनि एकदमै राम्रो चाहिँ नि फल हो कि। तर अब हामीले त्यसलाई युज गर्दैनौँ। हेर्नु, धेरै चिज हाम्रो कल्चरहरूबाट त्यो चिज कल्चरमा किन राखिन्छ भने त्यसले चाहिँ त्यो रहिरहोस् भन्ने हुन्छ। र अर्को कल्चर भनेको के हुन्छ, व्यापारिक हिसाबले हुन्छ कि। जस्तो अब हामीले चाहिँ नि करोडौँको सामान किन्यौँ, करोड होइन अरबौँको सामान किन्यौँ तिहारमा। अरबौँ रुपियाँ कसले कमाए? विदेशीहरूले कमाए। अनि हामी के भनेर गाली गर्छौँ देशमा? नेता खराब, नेताले देश बनाएनन्। देशभक्त भन्ने कुरो चाहिँ हामी जनताबाट हुनुपर्छ कि। जस्तो तपाईँहरूले देख्नुभयो होला, इन्डियनहरू नेपालमा आउँदा के गर्छन् भने एउटा बिस्कुटै खोजे पनि के गर्छ, इन्डियामा बनाएको छ कि छैन भनेर सोध्छन् कि। भनेको मतलब नेपालमा चाहिँ नेपालमै मात्र बनेको खोज्नुहोस्, नेपालमा अब त्यो कति त छँदै छैन। जे सम्भव हुन्छ त्यो कुरालाई चाहिँ अगाडि बढाउने हो क्या हामीले चाहिँ। अनि मात्र हामी चाहिँ राष्ट्रियताको कुरा गर्ने, अनि राष्ट्र चाहिँ नि जोगाउने कुराहरू। राष्ट्र जोगिनको लागि अर्थतन्त्र आफ्नो हातमा हुनु पऱ्यो नि होइन। अर्थतन्त्र अब तपाईँको जस्तो सामान तपाईँसँगै यही उत्पादन छ होइन, तपाईँले बढी भएको बेच्नुहुन्छ अनि यहीँ देशभित्रै प्रयोग गरिन्छ र देशभित्र बाहिर विदेशबाट कम आयात गरिन्छ भनेदेखि देश बन्ने हो। अब सबै कुरा त हामीले चाहिँ किन्दिनँ भनेर त पाइँदैन। त्यो विश्वमा कहीँ पनि चल्दैन। तर देशभित्र जस्तो तपाईँ प्याज यहीँ उत्पादन गर्न सक्छौँ, आलु यहीँ उत्पादन गर्न सक्छौँ, टमाटर यहीँ उत्पादन सक्छौँ, केरा यहीँ गर्न सक्छौँ, स्याउ यहीँ गर्न सक्छौँ, हरेक चिज यहीँ गर्न सक्छौँ। हाम्रो जो पनि राजनीतिक पार्टी नयाँ आउने नेतृत्वले के यस्तो क्रान्तिकोतिर कुरा गरे हुन्न, के गरिरहेको हुन्छ भने सत्तामा को जाने भनेर मात्र बवाल गरिरहेको हुन्छ। वास्तवमा त्यसरी त होइन नि त। हामीले सत्तामा जान मात्र खोज्ने हो भने त कहाँ चाहिँ नि हुन्छ र। जे चिज छ हामीसँग, जे चिज छ त्यो चिज हामीले खोज्दैनौँ। देशको अर्थतन्त्र चाहिँ नेपालको टुरिज्म, एग्रिकल्चर हो। एग्रिकल्चरको बारेमा तपाईँले चाहिँ नि आन्दोलन भएको सुन्नु भएको छ नेपालमा? छैन। त्यो किन हुँदैन भन्दाखेरि चाहिँ पढाइ नै त्यस्तो छ क्या हाम्रो चाहिँ। त्यही भएर शिक्षा पनि हाम्रो चाहिँ परिवर्तन गर्नुपर्ने अवस्था छ। भिडियो अब धेरै लामो भयो भने धेरैले हेर्नुहुन्न। भिडियो लामो भिडियो गन्थन के सुन्ने भन्ने हुन्छ। तैपनि मैले चाहिँ बनाइरहन्छु। अब अर्को कुरा छ तपाईँको लगाउने कपडाहरू हेर्ने। अब अहिले हामी चाहिँ कपास तपाईँले इभन इन्डस्ट्रीमा होइन है, इन्डस्ट्रीमा प्रयोग गर्नको लागि होइन, तपाईँको चाहिँ नि यहीँ तपाईँले चाहिँ सिरक डस्ना अरू अरू चिजमा प्रयोग गर्नको लागि पनि अर्बौँको कपास इन्डियाबाट आयात हुन्छ। हाम्रो जमिनहरू खाली बसिरहेछ होइन। गभर्मेन्टले गरेन त्यो चिज भनेर गरेन। तपाईँ मार्केट आफूले पनि खोज्न सकिन्छ जसको सम्भव हुन्छ है। जसको चाहिँ अब भनौँ न, कसै मान्छेलाई बिचरा चाहिँ नि बिहान बेलुकाको दाल भात नै टार्न गाह्रो छ या बच्चा पढाउनै गाह्रो छ भने उसले किसान बनेन, उसले गरेन। तर जोसँग सम्भव हुन्छ उसले चाहिँ त्यो चिजहरू खोज्ने हो कि आफैले चाहिँ। गभर्मेन्टले गरेन मात्र भनेर नि हुँदैन। देशमा चाहिँ केही गर्नको लागि चाहिँ तिम्रो यो तिहार पनि एकदम हाम्रो दसैँ तिहारहरू यी सबै चाहिँ अर्थतन्त्रका सबै अर्थतन्त्रसँग सम्बन्ध छ। यसको बारेमा अझ राम्रोसँग यसमा युज हुने अर्को वर्ष फुल त यसपालि बाहिरबाट कति आएन क्यार होइन। फुल त लगभग नेपालमा चाहिँ अहिले नै भइरहेछ।
होइन पुलको अब अरू अरू चाहिँ नि बिजुलीको चाहिँ नि तपाईँको चाहिँ नि सजावटका सामानहरू हेर्नु, त्यो पनि नेपालमा नि सम्भव हुन्छ होला बनाउन। यस्तो चिजहरूमा चाहिँ खोजियो भने चाहिँ बल्ल हाम्रो चाहिँ देश बन्छ कि